आज तपाईहरुलाई म एउटा सानो जानकारी या ज्ञान दिनु गइरहेको छु, त्यो पनि यो बाइकको बारेमा। पहिला यो भिडियो हेर्नुहोस्। एक राउन्ड हानेर आउनु भाइ। ल कङ्ग्रेचुलेसन्स अन न्यू बाइक। अब भाइको नयाँ बाइक V10 Pro को भिडियो हेर्नुभयो। त्यसमा V10 Pro ले जुन चाहिँ बाइक स्टार्ट गर्दै थियो नि, तर त्यो स्टार्ट भइरहेको थिएन। त्यसको कारण के हो भने म तपाईहरुलाई यो भिडियोमा देखाउने छु। हेर्नुहोस्। ल अब मैले पनि V10 Pro ले जस्तै बाइक स्टार्ट गरेर देखाउँछु तपाईलाई। जस्तै मैले यो बाइकलाई एक्सिलेटर पुरा लिएर स्टार्ट गरेँ नि यो बाइक स्टार्ट हुँदैन। हेर्नुहोस्, भयो त? स्टार्ट भयो? भएन, हैन? केही पनि FI बाइकलाई स्टार्ट गर्नुको तरिका म तपाईहरुलाई देखाउँछु। हेर्नुहोस्, पहिला चाबी अन गर्ने, अनि FI बाइक स्टार्ट गर्दाखेरि एक्सिलेटर लिनु पर्दैन। यो एक्सिलेटर घुमाएको कारणले गर्दा V10 को बाइक स्टार्ट नभएको हो। यसलाई स्टार्ट गर्नु खाली तपाईले सेल्फ बटन मात्रै स्टार्ट गर्ने भयो। फेरि देखाइदिन्छु। फेरि यसलाई खाली सेल्फ बटनलाई मात्रै यसरी हान्ने, स्टार्ट। ठीक छ नि? यसरी हो स्टार्ट गर्ने। एक्सिलेटर लिँदै अनि स्टार्ट गरे भने कहिले पनि स्टार्ट हुँदैन FI इन्जिन बाइकहरु चाहिँ, है त गाइस। ल कस्तो लाग्यो तपाईहरुलाई यो मेरो भिडियो र यसको मैले टिप्सहरु दिएको, तपाईलाई कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु।